बीपी को बारेमा जननायक बीपी कोइरालाको बारेमा धेरै कुराहरू अर्जुनजी लगायत सबै साथीहरूले भनिसक्नु। तपाईहरु भोलि खास गरिकन विद्यार्थी भाइ बहिनीहरू भोलि स्वास्थ्यकर्मी भइकन देशको सेवा गर्नलाई तपाईहरु उद्युक्त हुनुहुन्छ। म सम्झिन्छु 2017 साल पुस 1 गते तपाईहरु त जन्मिनु भएको थिएन, यता पनि कति साथीहरू जन्मिनु भएको थिएन होला। त्यो बेला म शान्त भवन अस्पताल नाम सुन्या होला तपाईहरुले कि सुन्या छैन थाहा छैन। अहिले चाहिँ पाटन हस्पिटल भन्छ त्यसलाई, पहिले शान्त भवन हस्पिटल। त्यहाँ भर्ना थिए अनि बिहान आउनुभयो, आएर के भन्नुभयो भने आज राजाले हामीहरूलाई समाज छ भनेर भन्नु। मैले यो किन भनिराखेको छु भने उहाँलाई थाहा थियो समात्दैछ र समातिसकेपछि 7 वर्ष जेलमा पनि राखे सुन्दरीजा। अब म भाइ बहिनीहरूलाई हात उठाउन भन्छु, सुन्दरीजा तपाईहरु जानु भएको छ कि छैन? जो जानु भएको छ उसले मात्रै हात उठाउनुस्। अब मेरो रिक्वेस्ट उमेशजी र कमिटीका साथीहरूलाई भाइ बहिनीहरूलाई एक्सकर्सनको रूपमा सुन्दरीजल घुमाउन तपाईहरुले लग्नुपर्छ भन्ने बीपी को कुरा त गर्छौं हामी, तर बीपीलाई सम्झिने हो। बीपी मात्रै हैन, त्यो बेला बीपी गणेशमानजी, किशुनजी, योगेन्द्रमान शेरचन अनि अरु साथीहरू हुनुहुन्थ्यो। 7 वर्ष उहाँहरू जेल बस्नुभएको छ त्यही सुन्दरीजलमा। कसरी बस्नुभएको थियो, के गर्नुभएको थियो, तपाईहरु जानुभयो भने तपाईहरुले बुझ्न सक्नुहुन्छ। हामीहरूलाई भेट्न दिँदैन थियो, म त भतिजै हो, हामीहरूलाई भेट्न पाएन। उहाँको आमा, छोराछोरी र श्रीमतीलाई मात्रै भेट्न दिन्थ्यो, हामीहरूलाई भेट्न दिँदैन थियो कसैलाई पनि। उहाँको जीवनी तपाईहरुले पढ्नुभयो भने अत्यन्त कठोर जीवनी छ। म एउटा अर्को घटना सम्झाउँछु विद्यार्थी भाइ बहिनीहरूको लागि। म दिल्लीमा अल इन्डिया इन्स्टिच्युटमा एमडी गर्दै थिएँ। बीपी आउनुभयो, डायग्नोसिस भयो क्यान्सर, त्यो पनि ग्रेड 4 भइसकेको थियो। सबैले बुझ्नुहुन्छ तपाईहरुले ग्रेड 4 क्यान्सर भनेपछि धेरै बाँच्ने होइन भनेर। उहाँले डाक्टरलाई के सोध्नुभयो? इन्ट्रेस्टिङ छ यो। डाक्टरलाई के सोध्नुभयो भने डाक्टर म कति महिना कति वर्ष बाँच्छु मलाई बताइदिनुस्। कति मार्मिक होला त्यो बेला। ग्रेड 4 क्यान्सर छ र म कति बाँच्छु भन्ने डाक्टरको माने आँखाबाट माने लिटरली आँसु मैले देखेको छु। अनि डाक्टरले सोधे किन तपाईले सोध्नु भएको यसरी भनेर भनेपछि हैन मैले देशको लागि अझ केही गर्नु छ भनेर भन्नु। मर्दै हुनुहुन्छ थाहा छ, तर देशको निम्ति मैले केही गर्नुपर्छ भन्ने त्यो व्यक्ति हो बीपी। त्यसरी सम्झौं बीपीलाई, त्यसरी चिनौं बीपीलाई। युवाहरूले वास्तवमा अघि हाम्रो डाक्टर साहबले भन्नुभयो नि, त्यो दाढी पालेको, दाढी किन पालेको भने क्यान्सर भएर त्यो अपरेसन गरेको थियो अनि उहाँले त्यो छोप्नलाई दाढी पाल्नु हो। त्यो पहिले दाढी पाल्नु न थियो। तपाईहरु जानुस्, एक दिन छुट्टी नै दिएर माने मिलाएर जानुपर्छ। त्यो त अब एकैचोटि सबै जान सक्दैनन्, तर जानुस्, घुम्नुस्, त्यसरी गर्नुस्। र बीपी को राष्ट्रिय मेलमिलापको हामी कुरा गर्छौं, एकताको कुरा गर्छौं। 2033 साल पुस 16 गते फेरि सम्झिन्छु। बीपीलाई थाहा छ
7 वटा मुद्दा उहाँमाथि लागेको छ। एउटा पनि मुद्दा प्रुफ भयो भने मलाई फाँसीको सजाय हुन्छ भन्ने कुरा बिपीले बुझ्नुभएको छ। बिपी नेपाल फर्किनु। किन नेपाल फर्किनु? गणेशमानजी पनि फर्किनु भयो। हामी एयरपोर्ट गयौँ, साथीहरू धेरै जानुभयो होला, यहाँ हुनुभएको साथीहरू जो अलिकति सिनियर थियो। हामीहरू म वीर हस्पिटलमा त्यो बेला काम गर्थेँ। नेपालमा त्यो बेला अत्यन्त अप्ठ्यारो परिस्थिति थियो। राष्ट्रियता अत्यन्त कमजोर अवस्थामा थियो र राष्ट्रियता मजबुत नभइकन जतिसुकै हामीले लोकतन्त्रको कुरा गरौँ, प्रजातन्त्र, त्यो बेला प्रजातन्त्र भनिन्थ्यो, प्रजातन्त्रको कुरा गरौँ, त्यो फाइदा गर्दैन भन्ने उहाँको थियो। त उहाँले राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै लिएर हिँड्नुपर्छ भन्ने कुरा उहाँले राख्नु र त्यही नारा लिएर उहाँ पुस 16 गते 2033 सालमा फर्किनु। उहाँलाई मुद्दा लाग्छ भन्ने थाहा थियो। मुद्दा चल्यो, त्यो पनि सुनाऊ। मुद्दा चल्यो, उहाँ आफै पनि लयर हुनुहुन्थ्यो, उहाँले पनि बहस गर्न थाल्नुभयो। दुईजना मूर्धन्य वरिष्ठ वकिलहरू हुनुहुन्थ्यो, उहाँहरूको त 2 जना बित्नुभयो। उहाँले के भन्नुभयो बिपीले भने, देशमा जति पनि नेपाली कांग्रेसले घटाएको भनेर तपाईहरु भन्दै हुनुहुन्छ देशभरि, त्यो सबै मलाई थाहा छैन, तर नेपाली कांग्रेसको सभापतिको हैसियतले सबै जिम्मेवारी म लिन्छु। आज कुनै पनि नेताले त्यो भन्न सक्छ? सक्दैन, आँट छैन। म जिम्मेवारी लिन्छु। ल, नेपाली कांग्रेसको सभापतिले मान्छे मार्ने भएको थियो, तपाईको पुलिसहरुको बिटहरु जलाइया थियो, धेरै साथीहरु हुनु होला, त्यो बेला आफै पनि लाग्नु भएको होला। म जिम्मेवार छु भनेर भन्नुभएको छ। त्यो साहसको धनी बीपी कोइराला। त राष्ट्रिय एकता कोसित गर्ने, पहिले नेपाली कांग्रेस भित्र एकता हुनु पर्यो, मेलमिलाप हुनु पर्यो, अनि सबै शक्तिहरू, परम्परागत शक्तिहरू र सबै शक्तिहरूसित एकता गरेर हामी अगाडि बढ्न सक्नुपर्ने आवश्यकता छ। र बीपी जुन बेला फर्किनु भएको थियो 33 सालमा, त्यो भन्दा भयावह स्थिति नेपालको छ, अत्यन्त भयावह स्थिति छ। हामी रहन्छौं, माटो यही रहन्छ, हामी रहन्छौं, तर अवस्था नाजुक अवस्थाबाट गइरहेका छौं। अब पनि हामी एक ढिक्का भएर अगाडि बढ्न सकेनौं भने नेपाली कांग्रेसको के अवस्था हुन्छ त्यो हुन्छ नै। तर अब हामीहरूको चिन्ता नेपाली कांग्रेस भन्दा पनि देशको चिन्ता अब धेरै ठूलो भएर गएको छ। देशको अवस्था अत्यन्त अप्ठ्यारो, अत्यन्त नाजुक अवस्थाबाट देश गइरहेको छ। त्यसलाई मुक्ति दिलाउनको निम्ति पनि राष्ट्रिय एकता र मेलमिलाप जुन बीपीले 33 सालमा भारतबाट प्रवासबाट फर्केर नेपाल आउनु बेलामा भन्नुभएको थियो, त्यसलाई मनन गरिकन हामीहरू अगाडि बढ्न सक्यौं भने पक्कै पनि हामी हाम्रो मन्जिलमा पुग्न सक्छौं भन्ने विश्वास लिएको छु। आदरणीय साथीहरू, संस्थाको बारेमा म धेरै कुरा, लामो कुराहरू गर्दिन। संस्था
मैले म जब सुरुमा अध्यक्ष थिएँ त्योभन्दा अहिले बेटर भएको छ, तर खुसी नै मनाइहाल्नुपर्ने अवस्था पनि छैन। त्यो बेला दुःख थियो, गाह्रो थियो, अप्ठ्यारो थियो, हामी भाडामा बस्थ्यौँ। तर अहिले आफ्नै अस्पताल छ, यसलाई कसरी हामीहरूले अझ बेटर बनाउन सक्छौँ, अझ सुदृढ गर्न सक्छौँ, त्यतातिर हामी सबैले सोचौँ। र अघि डाक्टर सुधारले जुन प्रपोजलहरू दिनुभएको छ, त्यो प्रपोजलहरूमा तपाईहरुले हामी सबैले, तपाई भनेको मैले आफूलाई पनि भनेको, म पनि यो सदस्य हो, हामी सबैले मनन गरौँ। यो भन्दा पनि बेटर प्रपोजल केही छ भने त्यो पनि हेरौँ हामी। तर यो तीनटा प्रपोजल उहाँले जुन दिनुभएको छ, यो तीनै प्रपोजल प्लस अरु केही प्रपोजल छ भने त्यसमा छलफल गरेर आगामी जुन यो तपाईं हाम्रो साधारण सभा छ त्यसमा निचोडमा पुग्न अब जरुरी छ। अब हामीहरूले ढिला गरेर अगाडि जान सक्दैन।